राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटको सुनाई आज हुने भएको छ। मंगलबार न्यायाधीश द्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुरु भएको बहस नसकिएपछि हेर्दैमा राखिएको थियो। यसअघि बुधबार न्यायाधीश नहकुल सुवेदी संवैधानिक इजलासमा बस्नुपर्ने भएपछि यो रिट बुधबार बेसी तोकिएको थियो। आज सर्वोच्च अदालतका न्यायाधीश द्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकरणको रिटको पेशी तोकिएको छ। रविको निवेदनमाथि आजै आदेश आउने सम्भावना पनि रहेको छ।